कति राम्रो छ है गेटहरु बुनुहरु यो माथिको फोटो हुन्छ नि यो अहिले चलिरहेछ नि यो च्याट जीपीटी ले बनाइदिन्छ के यो टाइपको फोटो त्यही टाइपको बनाउँछ प्रिन्ट गरेर राख्दो रहेछ कहाँ म अलमलेर बसेको भने यस्तो राम्रो ठाउँ चाहिँ छोडेर है घुम्न पर्ने ठाउँ चाहिँ यता छ क्या खासमा म चाहिँ उता गएँ क्या खासमा चाहिँ यो जू रहेछ क्या रुखेर मलाई हुन्छ नि यो चाहिँ कस्तो दामी लाग्यो क्या घर क्या हाई गाइज वेलकम ब्याक टु माई अनदर भ्लग नमस्ते सबैलाई स्वागत गरेँ आजको मेरो नयाँ भ्लगमा म चाहिँ अहिले साउथ कोरियामा चाहिँ अहिले एकदमै फुल फुलिरहेको छ क्या चेरी ब्लसम यहाँको फतकोत भन्छ क्या र म चाहिँ एकदम धेरै मलाई हेर्न मन थियो पहिले पनि हेरिसकेँ हो तर आज पनि म नयाँ ठाउँमा भएर साउथतिर पनि अब कस्तो छ फुलिसकि छैन भनेर हेर्न आइरहेको छु रुमबाट बेलुकी ड्युटी छ तै पनि घुम्नलाई आइरहेको छु हेरौँ म दामी दामी क्लिप्सहरू देखाउने छु अहिले सौल आइसकेको छु सौलमा चाहिँ अब फुल फुलेको हेर्ने भने अब ठाउँ चाहिँ यस्तो छ फुल्न अझै टाइम बाँकी छ जस्तो छ अझै धेरै टाइम लाग्छ जस्तो छ है म चाहिँ अलिक चाँडो आएछ हाम्रोतिर चाहिँ फुलेको छैन क्या वासाङमा चाहिँ अझै 2-4 दिन टाइम लाग्छ भन्छ त्यही भएर यता आएको कस्तो सहरमा दामी पार्कमा आइसक्यो क्या पार्क दामी रहेछ यहाँ दामी होइन फुलहरू पनि अलिअलि फुलिरहेको छ क्या फुल्न सुरु गरिरहेको छ पर हेर्नु ल पर त्यो अलिकति छ नि त्यो सिधो सिधो टाइपको अलिअलि फुलेको छ दामी रहेछ ठाउँ त ठाउँको नाम चाहिँ सौल फरेस्ट होइन हुन्छ नि तर यहाँ चाहिँ मान्छेहरू यति धेरै छ है यति राम्रो राम्रो मान्छेहरू छ है कति धेरै के यो फुल चाहिँ तिम्रो लागि ल यो फुल पनि तिम्रै लागि हो मैले दिन सक्ने यति मात्र फोटो मात्र यो फुल पनि तिम्रो लागि हो यो फुल पनि तिम्रो लागि यो फुल पनि तिम्रो लागि यो फुल पनि तिम्रो लागि कस्तो राम्रो क्या परको सबै फुलहरू चाहिँ सबै मेरो लागि ल तपाईहरु पनि कोही घुम्न आउन मन छ भने सौल फरेस्ट आउनु होला यहाँ गर्लफ्रेन्ड हुनेले गर्लफ्रेन्ड लिएर आउनु होला एकदम दामी ठाउँ छ डेटिङ स्पोट म जस्तो सिंगल मान्छेको चाहिँ काम लागेन है म चाहिँ अब इन्जोय बवाल भयो यहाँबाट निस्कन्छु यहाँ चाहिँ म जस्तै भ्लग गर्ने मान्छे आएछ क्या केटी भ्लग गर्दै आइरहेछ ओस् म पकेट ट्रिप बोकेर दामी कस्तो राम्रो कति राम्रो क्या कति नहेर मलाई त्यसरी माया गीत गाउँछु नहेर मलाई त्यसरी माया बसलाई यति मान्छेको भिडमा गीत गाउनु कति मजा यार गीत आएन क्या मलाई त्यही गीत आउने भए म गाइदिन्थेँ क्या फुल हेरिदिउँ ल सरर यो चाहिँ म होइन भ्लग गर्न भन्दा अगाडि म यति धेरै लजाउने मान्छे चिनेको मान्छे बोलाउँदा देख्दा नि म बोल्न सक्थिनँ क्या बोलाउँछु भन्दा बोलाउन नसक्ने मान्छे होइन चिनेको मान्छे देख्दा नि अहिले भनेको मान्छे गाडी गएर हल्ला गर्दै क्यामेरा बोकेर हिँड्दै गीत गाउन पनि सक्ने भइसक्यो यार कति राम्रो राम्रो
लुकी लुकी आँखा तिमी नजुदाउ त्यसरी। बाँसलाई पनि हेर्नु न, यो कति मजाले क्या सजाएर राख्यो रोपेर। सल्लाह पनि हेर्नु, हाम्रोतिर चाहिँ सल्लाह भन्छौँ यसलाई। मजाले सानो सानो कस्तो मजाले चिटिक्क पारेर राख्दियो क्या। दामी भ्यू। फुल अझै त्यति धेरै फुलेको छैन, एकदम कम लाग्यो मलाई चाहिँ। जोस मुड फ्रेस चाहिँ बवाल भयो। खाना खाने ठाउँ खोज्नु पर्यो, एकछिन खाना खाएर एकछिन घुमेर रुम फर्किन्छु। ल पार्क कस्तो दामी छ क्या, कस्तो दामी सबै। त्यहाँ पर अलिकति मात्रै फुलेको छ फुल चाहिँ होइन, अनि यहाँ अलिकति थोरै फुल्न बाँकी रहेछ। कोरियामा चाहिँ कस्तो भने होइन, कोरियामा चाहिँ कस्तो भने एकैचोटि फुल फुल्दैन क्या। एउटा ठाउँमा कतै छिटो फुल्छ, कतै अलिकति ढिलो फुल्छ होइन, टाइम लाग्छ क्या, सँगै फुल्दैन। म चाहिँ अलिक छिटो आए जस्तो लाग्यो मलाई। यहाँ हाम्रोतिर पनि फुलेको छैन, अनि अरू सिटी बुसानतिर, अरू ख्याङ्गिदो के अरे ख्वाङ्जुतिर चाहिँ फुलिरहेको छ क्या फेरि। थोरै यहाँ चाहिँ फुल्याएको छ है, दामी छ। आज मन्डे भएर पनि क्या, सोमबार भएर पनि यति धेरै मान्छेहरू आएको छ क्या घुम्नलाई। प्रायः अब मन्डेदेखि त फ्राइडेसम्म त काम गर्छ नि त कोरियामा, त स्याटरडे र सन्डे मात्रै छुट्टी हो। आज चाहिँ कति धेरै आएको छ क्या। एकजना युट्युबर पनि रहेछ, ब्लगर पनि रहेछ। एउटै पार्क कति देखाउनु, कति राम्रो हो। कोरियामा आएपछि होइन जो हेऱ्यो त्यही राम्रो लाग्ने क्या। पार्कतिर जानुपर्छ, चोकतिर हुन्छ नि जानुपर्छ, कति राम्री हो, सबैजना राम्री क्या। कस्तो दामी ठाउँ। फोटो खिचिदिने मान्छे पनि छैन, न त बवालै हुन्थ्यो रहेछ। कस्तो दामी छ क्या, जोस मन पर्यो। अब चाहिँ बवाल ठाउँमा कस्तो बस्ने ठाउँ बनायो क्या, आइडिया चाहिँ कस्तो लगाएको छ क्या, सुत्ने ठाउँ। जताततै पार्क, दामी कपालहरू आयो। सबै जोडी जोडी हुन्छ यार कोरियनहरू होइन, सबै जोडी कपाल हिँडिरहेको हुन्छ क्या, हामी मात्रै सबै जोडी आफू चाहिँ लखर हेर्दै हिँड्यो। यस्तो छ ल पार्कमा। खासमा के गर्ने हो, के हो लुकी अर्को गर्लफ्रेन्ड हेर्ने हो क्या। कति राम्री हो। खासमा म लास्टै सोझो मान्छे हो है, तर यति राम्री देख्छ नि, फोटो पनि क्या मजाले खिच्दै क्या। के आनन्द आउने हो। चेरी निन्द्रा लागिरहेको छ, तल पनि चेरी कस्तो दामी फुलेको है। फोटो खिच्ने पोज बवाल छ यार। खासमा कोरियनहरू राम्रो भन्दा नि गोरो चाहिँ हो है, स्किन चाहिँ वाइट हुन्छ क्या, सेतो एकदमै राम्रो होइन, क्लिन क्या। यस्तो राम्रो भन्दा नि गोरी चाहिँ हो।
दामी ठाउँ लाग्यो मलाई त अरे गर्लफ्रेन्ड बोयफ्रेन्ड चट्ट फोटो सुट गरिरहेछ ओके एकचोटि सरर हेर्दिनु ल यही नै ठाउँ चाहिँ दामी छ नि त हैन सबैजना राम्रो छ क्या अब क्यामेरा केही छैन मैले चाहिँ सेल्फ अटो खिचिरहेको छु यहाँबाट हेर्नु ल मेरो आवाज कस्तो आइरहेछ क्यामेराम्यान भएन भने चाहिँ काम गर्दो रहेछ मजाले यसै हैन दामी देख्दो रहेछ त्यस्तो फोटोग्राफर नचाहिने कोही साथी नै यो चाहिँ मैले आफै स्ट्यान्डमा राखेर खिचिरहेको छु सिन चाहिँ दामी रहेछ अनि जस मलाई चाहिँ अहिले चाहिँ मुड फ्रेस भयो राम्रो भयो मैले चाहिँ हुन्छ नि आफैले स्ट्यान्ड राखेर भिडियो सुट पनि गरेँ अब चाहिँ मलाई एकदम भोक लाग्यो अब चाहिँ हन्तकाली हो म त्यही भएर खाना खान जान्छु खाना खाने ठाउँ पायो भने सबै राम्रो मान्छेहरूको चाहिँ मलाई फोटो खिच्दिन मन लागिहाल्छ क्या खासमा यसरी खिच्न चाहिँ नमिल्ने हो हैन के गर्नु मान्छे सोझो पऱ्यो त्यही भएर राम्रो मान्छे चाहिँ देख्नै हुँदैन जता हेऱ्यो त्यति राम्रो छ रे ठाउँ यस्तो दामी पार्क क्या छुट्टै टाइपको फुल चाहिँ यहाँ चाहिँ हैन छुट्टै टाइपको के हो यो छुट्टै टाइपको फुलहरू छ यार अबको 1 विक पछि आयो भने चाहिँ हैन यिनीहरू छ नि यो चाहिँ सबै फुल्न लागेको फुल हो कि यो सबै चेरी हो यो चाहिँ 1 विक पछि फुल्छ होला सानो सानो त्यो भइरहेछ क्या फुल्न लाग्यो कोरियामा चाहिँ जताततै बाटो क्रस गर्ने चाहिँ कस्तो दामी क्या कस्तो डिजाइनको कस्तो राम्रो डिजाइनको क्या टी सर्टहरू चाहिँ है सायद केटीहरूको लागि होला है त यहाँ चाहिँ फोटो बनाउँदो रहेछ क्या दामी त्यो माथिको फोटो हुन्छ नि यो अहिले चलिरहेछ नि यो च्याट जिपिटीले बनाइदिन्छ क्या यो टाइपको फोटो त्यो टाइपको बनाउँदो रहेछ प्रिन्ट गरेर राख्दो रहेछ मिसो फोटो बुथले कस्तो दामी क्या कस्तो दामी क्युट छ त कसलाई दिन गिफ्ट बनाउनु ल कमेन्ट हालिदिउँ दामी छ फोटो सुट गर्ने ठाउँ कस्तो दामी क्या वाउ यो मान्छे चाहिँ म होला मेड इन इटली डल यसको नाम मैले अस्ति याद थिएन कस्तो दामी क्या खाजा खाने ठाउँ दामी रहेछ के पाउँछ हजुर हाम्रो खैरेनी बहिनीहरू हेर कपाल चाहिँ मेरो चाहिँ पुरै होइन उडाइदिइसक्यो क्या छिरिङ्ग भइरहेछ
जस मलाई यहाँको भाइब चाहिँ मन पर्यो, दामी लाग्यो। हुन्छ नि अब चाहिँ यो घामले के कस्तो राम्रो देखिरहेछ क्या। यो चाहिँ के कराउने माइक जस्तो छ है, के हो खासमा यो चाहिँ? अघि एकचोटि आइसक्यो म यो ठाउँमा चाहिँ होइन, अघि एकचोटि आएर घुमेर खाजा खाएर फेरि आउँदैछु। एकचोटि अब जाने बेलामा सरर हेरिदिउँ भनेर क्या। सबैजना कोही आराम गरिरहेछ, सुतिरहेछ है। कति राम्रो हो। सिन यस्तो छ है ब्याक साइडबाट। कोरियामा कहिले फुल फुल्छ त्यति बेला पनि मान्छे त्यतिकै भिड। पात झर्दा, पातहरू झर्दा नि त्यतिकै मान्छे भिड है। सलनालमा पनि त्यतिकै भिड, चुसकमा पनि त्यतिकै भिड होइन। रुखहरू पनि आनन्दले बसिरहेछ क्या मान्छेहरू। यति धेरै टुरिस्टहरू आउँछ बाहिरबाट है। कस्तो दामी। कति राम्रो हो। दामी छ दामी। ओहो फुलै फुलको ना 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 ना। यस्तो जोडीहरू देख्छु अनि म चाहिँ हेरेको हेरेँ। अरे वाह कस्तो दामी यार। सही रहेछ ठाउँ चाहिँ। ल बोबाल लाग्यो मलाई। कहाँ म अलमलेर बसेको भने यस्तो राम्रो ठाउँ चाहिँ छोडेर है। घुम्नु पर्ने ठाउँ चाहिँ यता छ क्या खासमा। म चाहिँ उता गएँ क्या। क्या सही छ बे यति राम्री। हाम्रो नेपालमा चाहिँ हुन्छ नि होइन, अलिकति गोरी देख्यो भने या दामी राम्री, अलिकति गोरो देख्यो भने या दाम ह्यान्डसम भन्छ नि होइन। तर यहाँ त्यस्तो हुन्न ल। सबै गोरी, सबै राम्री। आजको दिन बोबाल इन्जोय भयो। लेट्स गो अगाडि जाऊँ। फोटोग्राफर पनि रहेछ यार। कहाँबाट यस्तो दामी छ क्या। यस्तो राम्रो ठाउँ रहेछ है यहाँ। बोबाल छ क्या। अघि आउनु पर्ने कि म खासमा। कस्तो दामी के यार, कस्तो दामी। त यो त पार्क जस्तो लाग्यो मलाई। कति दामी छ है गेटहरू। I'm sorry बुनुहरू। Nó chi bạn thấy như tấm hình đúng không? सबै राम्रो। म बाइक मेरो आज ब्लग हेरेर गाली चाहिँ नगर्नु होला प्लिज।
मैले चाहिँ एउटा पनि फोटो खिचेन क्या मेरो। यता पनि ब्लगर रहेछ यो केटी पनि। सबै चाहे हुन्छ नि बाहिरबाट सबै आएको छ क्या, इन्टरनेसनल सबैजना यहीँ छ क्या। सबैजना फोटो खिच्ने। त्यस्तो धेरै चाहिँ फुल फुलेको छैन होइन, अलिअलि मात्रै छ है, हल्का दामी छ। भक्कु जति मान्छेहरू हुन्छ नि यहीँ छ क्या सबैजना। यो त जू रहेछ नि त, जू। ल हेर्नुहोस् ल, यो चाहिँ सबै जू रहेछ क्या, पार्कहरू होइन। यस्तो दामी छ है, जङ्गलमा कस्तो राम्रो राम्रो फुलहरू। हाम्रो छ भने जङ्गलैभरि सल्लाह र बनमारा हुन्छ क्या, कस्तो टाइपको। यहाँ चाहिँ सबै फुल फुल्ने टाइपको क्या, सानो सानो बिरुवाहरू सायद रोपेको होला यो त। हाम्रो बजुहरू हेर्नुहोस्, 70-80 वर्षको पुगेको बजुहरूले जिन्स प्यान्टहरू लाएर हिँड्छ क्या चट्ट परेर। हाम्रो चाहिँ 70 वर्षमा सेन्टी फ्ल्याट। आज बिहान चाहिँ मैले चिया सिड खाएको थिएँ, त्यसपछि अहिले खाना खायो, बर्गर। पेट फुल भयो अहिले चाहिँ। यो साइडमा के छ? ओहो हो, कस्तो बवाल ठाउँ यार। वाउ, दामी छ। त सिटी रहेछ है। ए यो नामसङ टावर जस्तो छ त्यो त यार। खासमा चाहिँ यो जू रहेछ क्या, पार्क जस्तो बनाएको होइन। यस्तो दामी ठाउँमा आएछु कि म चाहिँ होइन, क्या मुड फ्रेस हुने क्या। हेर्नु ल, वाउ। यहाँबाट कता जाने हो? बवाल इन्जोय गरेँ मैले चाहिँ आज। लास्टै धेरै मुड फ्रेस पनि भयो। खैरीहरू हेर, अरे वाह, यस्तो दामी छ क्या। चिसो चिसो हावाले मनै मेरो उडायो। अरूलाई देखोस् नदेखोस्, यति राम्री राम्री गुणहरूलाई चाहिँ देख्नुपर्छ, किनभने यस्तो राम्रो ठाउँ छ है चराको गुडहरू है। यो त हान नदी जस्तो लाग्यो मलाई त। साइकिल
गाइसहरू है, अब म चाहिँ अब रुम जान लागेको। आजको दिन एकदम दामीसँग बित्यो, दामी सिनहरू हेऱ्यो, दामी हुन्छ नि यहाँको खतकोत चेरी ब्लसम पनि हेऱ्यो मजाले होइन। हल्का मात्रै फुलेको छ, जस मैले इन्जोय गरेँ। अब यहाँ त्यस्तो देखाउनु पर्ने त्यस्तो ठाउँ पनि छैन, घुम्नुपर्ने ठाउँ पनि सबै घुमिसक्यो। तपाईँहरूलाई आज मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब हानिदिनु होला। फेरि पनि म नेक्स्ट विक अर्को ब्लग लिएर आउनेछु। आज चाहिँ मैले अलिक धेरै अरू देखाएँ है, अरू मान्छे त्यस्तो केटीहरूको फोटो भिडियो क्लिक गरेँ है, त्यसको लागि चाहिँ सो सरी भन्न चाहन्छु है त। I'm sorry. See you next time। आजको ब्लग चाहिँ म आज यहीँ एन्ड गर्दैछु।